अहिले चाहिँ हामी यहाँ पाँचखाल आइपुग्यौँ अनि एकछिन सर्ट ब्रेकको लागि निस्केको छ सबैजना बाहिर। आज हाम्रो यात्रा भनेको जलजले झरनातिर हो। यो चाहिँ हाम्रो पछाडिको बस। रमाइलो गर्नुपर्छ। सिन्धुपाल्चोकतिर जाँदैछौँ। अँधेरी खाजा खाने ठाउँमा अब एकछिन खाजा खानलाई खोजेको छौँ। अनि आज हाम्रो यात्रा भनेको चाहिँ जलजले झरना सिन्धुपाल्चोकको हो। हामीले चाहिँ चिच्चोपाटीबाट पिकअप हुँदै कोटेश्वर हुँदै बुढनघाट हुँदै आइपुग्यौँ बाख्राको गोठ होइन। यसो यो उतातिरको परिसर घुम्दैछु क्या, खाजा घरको परिसर। यहाँ पछाडि चाहिँ अम्बाको बोट छ। अम्बा अब चाहिँ गाडी चढ्नुपर्छ। नमस्ते। 10 बज्न लाग्यो। लगभग 1 घन्टा चाहिँ हामी यतै नै टाइम बितायौँ हामीहरूले। हाम्रो यात्रा यहाँबाट सुचारू हुन्छ। हामी जलजलीतिर जाँदैछौँ तर हाम्रो गाडी फस्टियो। यो दोललघाट हुँदै लामो साउ क्रस गरेर तिर जाँदैछौँ। तर अहिले बिजोग भइसक्यो हाम्रो। तानेन गाडी फसो। माउन्टेन होइन होला, झरना होला। लाज लाग्यो? के भेट्यौ? के भेट्यो? के भेट्यो त्यो भने के हो खै? ए झरना? झरना चाहिँ को हो नि? के हो त्यहाँ? के भयो यो? अब आज नजानी भयो यस्तो भयो बाटोमा। अब हामी जाने कि नजाने बाबु? फर्किम अब। घर जाने? जाम है। त्यसले ओर्लायो हो कि त्यो निकाल्दिँदा हुन्छ कि त? हामी चाहिँ यहाँ अहिले तौथली आएको छौँ। यो चाहिँ तौथली हो। अनि अब हामी यहाँबाट चाहिँ मन्दिरतिर जाँदैछौँ। त्रिपुरा मन्दिरको दर्शन गरिसकेपछि अनि हामी खाना खान्छौँ। त्यसपछि बल्ल हाम्रो जलजले झरनातिरको यात्रा सुरु हुन्छ। 2 घन्टा चाहिँ गाडी तल फसेर अलिक ढिला भयो हाम्रो आज। ल यस्तै छ। लाग्दैन अस्तिमा त ढोरबाट हुन के त दर्शनको टाइपबाट हो होइन त्यस्तो कतिको हो रञ्जनलाई थाहा छ के त्यो मेरो पनि हैन के फेरि 4000 राम्रो कम्पनीको हो के ल यो चाहिँ त्रिपुरा मन्दिर भयो। अहिले हामी चाहिँ यहाँ त्रिपुरा मन्दिर परिसरतिर प्रवेश गऱ्यौँ।
राम्रो छ मन्दिर। अब चाहिँ हाम्रो यहाँ लन्च खाना खाने टाइम सुरु भयो। हामी यहाँ खाना खाँदैछौँ। मलाई उयो भयो क्या चक्का फिन्नी चक्काको उयो ग्रिपै गइसकेको थियो दिदी लेडिज फर्स्ट धन्यवाद भाइ। होइन बगान मलाई घिउ छैन यो त छैन नि सोधिका भाइ चाहिँ हस् अलि त थपिदिनु। थाल्न पुग्न गइरहेको मुख अलि त्यहाँ गएको थियो त्यस्तो भन्नुहुन्छ हामीले खाजा खाएको ठाउँ भनेको यही हो। खाजा खाएर अब गाडीतिर निस्किँदैछौँ। अब हाम्रो यात्रा चाहिँ झर्नातिरको 2:30 भइसक्यो यही नै ढिला भयो। तो भेजता ही नहीं, देता ही नहीं है सामान का फोटो खींच के मेरे मेरो सिट चाहिँ यता हो। आऊ सिलाऊ अब भाइलाई चाहिँ क्या राख्ने सिला पनि राख्ने एकछिन आऊ सिलाऊ तिमी त बस्छ सिलालाई तिमी त हेलो देविका दिदी भनेको कसले नदेऊ त बाहिर भित्र आएको त्यहाँ बसेर बाहिर यो मेरो पछाडिको भनेको जलजले महावीर झरना हो। सिन्धुपाल्चोकमा रहेको एकदमै राम्रो रमाइलो झरना छ। म भिजिसकेँ, एकदम मजा आयो। र वरिपरि ग्रिनरी छ, हरियाली। अनि यतापट्टि फेरि खोला बगेको छ यस्तो राम्रो। आइएम सो ह्याप्पी टुडे। हजुरहरूले आएर एकचोटि भिजिट गर्नुहोस्। अब हामी चाहिँ यहाँ 6 बजे सुकुटी आइपुग्यौँ। अनि यदि हाम्रो सर्ट ब्रेक छ, नास्ता खाँदै हुनुहुन्छ साथीहरू। चाहिँ पछाडि हाम्रो बस यहाँ गफ गर्दै हुन्छ साथीहरू। अब हामी काठमाडौँ जान्छौँ, सायद 8-9 बजी छ होला। यहाँको दिन यसरी गयो, रमाइलो भयो। अब हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्नेछु। बाई बाई।